आज यो 24 अगस्त 2013 को दिन यो हाम्रो जुन चाहिँ युके तमुदीले अर्गनाइज गरेको नेपाली मेलामा हाम्रो गान्धुक समाज युकेले पनि झाँकी र नाचमा भाग लिने भएकोले यहाँ हाम्रो सबै गान्धुक समाजको मेम्बरहरू त्यही झाँकी र नाचको लागि भेला भइसकेको छन् र हाम्रो नाच्ने छोरी भान्जीहरू अनि हाम्रो गान्धुक समाजको सेक्रेटरी अर्जुन प्रसाद गुरुङसँग गफसफ गर्दै हुनुहुन्छ र हाम्रो मामा अध्यक्ष पनि सुन्दै हुनुहुन्छ। ज्ञानप्रसाद गुरुङ, मनित गुरुङ, कृष्ण गुरुङ, अरुण गुरुङ, हाम्रो नारिसिंह दाईको छोरी आयुष्मा ऊ पनि आज झाँकीमा भाग लिने। अब सुरु हुन गइरहेको छ र नम्बर 1 मा चाहिँ आज हाम्रै तमुदीको टिम रहेछ। उहाँको एक दुईजना मान्छे नपुगेर हाम्रो गान्धुक समाजको मेम्बरहरूलाई पनि उहाँले रिक्वेस्ट गरेर इन्भल्भ गराउनु भएछ। तपाईँहरूले ब्यानर पनि देख्नुहुन्छ तमुदी हाम्सार सुरे ब्रान्च। हाम्रो यो गान्धुक समाजको आज जुन नेपाली मेलामा भाग लिने झाँकी टोली हाम्रो आज ढोटे हो प्रदर्शन गर्नको लागि रेडी भइराख्नु भएछ। नमस्ते, म सुरुङ गुरुङको नेपाली मेला 2013 मा पाल्नुभएका सम्पूर्ण आदरणीय नेपाली दार्शनिक दिदीबहिनीहरुमा फेरि पनि नमस्ते। यहाँहरूले हामीलाई
Mesrum Baraha Gandruk Welfare Society UK मामलों उपस्थित महिला तथा सज्जनवृन्द म नारायण सिंह गुरुङ गान्धर समाज युकेको तर्फबाट हार्दिक अभिवादन। यहाँ हाम्रो सामान्य जुन झाँकी आइरहेको छ त्यो समाज युकेको गान्धर समाज युकेको आजको कोसिरी हो। ठाउँ परिचयको सन्दर्भमा काशी जिल्लाको सदरमुकाम पोखरादेखि उत्तर पश्चिममा पर्ने अन्नपूर्ण र माझबस्ती हिमालको काखमा अवस्थित गुरुङ जातिको घना बस्ती मानिने र स्वदेशी तथा विदेशी पर्यटकहरूको मनमोहक गन्तव्य स्थल हो गान्धर। जैविक तथा सांस्कृतिक विविधताको साथै प्राकृतिक सौन्दर्यमा पनि अति धनी मानिने यस गान्धरका बासिन्दाहरूले परापूर्व कालदेखि मान्दै आएको विभिन्न पर्वहरूमध्ये चौधरी पर्व एक हो। गाउँबाट भूत प्रेत पिशाच र महामारी रोगहरू भगाउने जनविश्वासमा आधारित यो पर्व उन्याउँदै र समाजको बारेमा जानकारी दिनुभयो। समयलाई मध्यनजर राख्दै अबको समयमा फेरि हामी आफ्नो समाजलाई पनि बनाउन गइरहेका छौँ र यसको लागि म तौधी युकेका अध्यक्ष कमल गुरुङज्यू र नेपाली मेला 2013का कोअर्डिनेटर ज्ञान गुरुङज्यूलाई पनि अगाडि मञ्चमा आइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। हामीसँग समयको अभाव भएको हुनाले अध्यक्ष कमल गुरुङज्यू र कोअर्डिनेटर ज्ञान गुरुङज्यू हजुर धन्यवाद। मेसरुम गान्धर वेलफेयर सोसाइटी युकेका सम्पूर्ण आफन्तजनहरूलाई र अब हामी कार्यक्रमलाई अगाडि बढाउने क्रममा झाँकी प्रदर्शन गर्ने क्रममा बीसीसी युके तयारी अवस्थामा हुनुहुन्छ। यहाँले देख्न सक्नुभएको छ बीसीसी युकेको 2 झन्डा 5वटा रङ्गीन झन्डा फहराएको र बुद्धको धेरै मूर्तिहरू र झन्डाहरू यहाँले देख्न सक्नुहुनेछ। र म बीसीसी युकेको हाम्रो घान्द्रुके छोरीहरू अहिले यता रेस्ट रुमतिर आफूहरूको प्रस्तुतिको लागि सानो तिनो प्र्याक्टिस वा रिहर्सल गर्दै हुनुहुन्छ। हामीलाई गौरव छ हाम्रो भाषामा र हामीलाई गौरव छ हाम्रो कला दौडे पर्वको बारेमा छोटकरीमा भन्नुपर्दा दुई शब्दले भनेको यो पर्व शब्दको आफ्नो अर्थ रहेको छ। यो भन्नाले हामी गाउँ बस्ती बुझ्छौँ भने केही भन्नाले पूजा बुझिन्छ। यी दुवै शब्दको मिश्रण हो दौडे अथवा गाउँ बस्तीको पूजा।
तपाईहरु आशा छ आफ्नो स्थानमा बसिसक्नु भएको मैले विश्वास छु र अबको म यो दोस्रो चरणको कार्यक्रमलाई म अगाडि बढाउने फेरि अनुमति चाहन्छु भने सबैभन्दा पहिलो यो प्रथम कोसेली लिएर आउँदै छन् बहिनीहरू र मेस्ट्रोम गाजलको संस्थाको तर्फबाट उहाँहरू तपाईहरुलाई एउटा मिठो कोसेली लिएर आउनुभएको छ। गीतको बोल छ हामी नेपाली हाम्रो नेपाल र भाग लिने कलाकार भाइ बहिनीहरू हुनुहुन्छ पुनम गुरुङ, सनम गुरुङ, आरती गुरुङ र प्रसुन गुरुङ। प्लिज वेलकम मेस्ट्रोम गाजल। थ्याङ्क यू।
एकचोटि न्यानो ताली दिनुहोस्। Power breaking. Let's roll! Thank you very much. Comedy UK. Come on.